नमस्कार सम्पूर्ण साथीहरुमा। आज फेरि पनि स्विट कोइन एप्सको बारेमा जानकारी लिएर आएको छु। आज हामी हेर्नेछौँ कि हरेक 2000 स्टेप पुगेपछि एउटा स्क्रैच कार्ड खुल्छ हैन। त्यसमा के पर्छ त र त्यो परेको चीज कहाँ गएर बसिरहेको हुन्छ, ती चीजहरुले कसरी सही ढंगले युटिलाइज गर्न सकिन्छ भन्ने कुरामा सर्टकरीमा तपाईहरुलाई जानकारी दिने छु। आउनुहोस् भिडियो सुरु गर्नेछौँ। यहाँ तपाईले देख्न सक्नुहुनेछ यो तल रिवार्ड भन्ने अप्सन भित्र यहाँ क्लिक गर्यो भने यो आउँछ। त्यसपछि यहाँ 2000 स्टेप पुगिसकेपछि चाहिँ हरेक चोटी चाहिँ 2000 स्टेप 4000 स्टेपमा गेट स्क्रैच कार्ड भन्ने अप्सन अनलक हुन्छ हैन। र यसमा तपाईहरुले रोब्लोक्स, एमाजोन, प्ले स्टेसन, एप्पल, फोर्चुनाइटहरु के छ त्यहाँ देख्न सक्नुहुनेछ। तपाईहरुले पढ्न सक्छ, मलाई त परेको छैन अहिलेसम्म। जो लक्की छ उसले पढ्न पनि सक्छ। तर अरु थोकहरु चाहिँ परिरहेको हुन्छ। के पर्छ त एक झलक हामी यहाँ हेर्ने छौं र कहाँ गएर बस्छ त्यो म 1 बाइ 1 स्टेप बाइ स्टेप तपाईलाई भन्नेछु। स्क्रैच गर्दै जाँदा कहिले 7 स्विट कोइन, कहिले 50, कहिले रिट्राई यो +1 लेखेको एकचोटी अझै स्क्रैच गर्न सकिन्छ, तर एक चाहिँ काट्छ। तर कहिलेकाहीँ 5 इन्ट्री, कहिले 25 सुपर ड्र इन्ट्री, यो टिकट हो, कहिले 50% सुपर ड्र हैन, कहिले 50 इन्ट्री पर्छ, कहिले डबल स्विट कोइन पर्छ। अब यो यिनीहरुलाई चाहिँ कसरी अब हामीले युटिलाइज गर्न सकिन्छ। यहाँ माथि एउटा आइकन बनेर आउँछ। जे जति हामीले स्क्रैच गरिन्छ उ त्यहाँ 0 देख्नु भएको छ, एउटा गोलो सेतो घेरा हो। त्यसभित्र हामी गयौं भने यो चीज हामीले देख्छौं कि के हामीले परेछ, हामी कति बेलामा वास्ता गर्दैनौं हैन। त्यहाँ सुपर ड्रहरु छ, 50% स्क्रैच कार्ड छ, रिट्राई छ। यसलाई पावर अप भनिदो रहेछ। यो पावर अप्सहरु चाहिँ यहाँ गएर बसिरहेको हुन्छ र यहाँ हामीले एक्टिभेट भन्ने बटनमा थिच्यौं भने त्यो एक्टिभेट हुन्छ र त्यही बेलामा हामीले त्यसलाई युटिलाइज गर्न सकिन्छ। जसरी म चाहिँ एउटा सुपर ड्रको लागि एउटा एक्टिभेट गर्ने छु। यहाँ मैले 50% सुपर ड्रको एक्टिभेट गरेको छु। एक्टिभेट भन्ने बटन थिचेपछि एक्सटेन्ड भन्ने अप्सन आउँछ। त्यो एक्सटेन्ड गर्ने बित्तिकै हामी लटरीको टिकटहरु किन्नमा यसले युज गर्न सकिन्छ। जुन चाहिँ 2 स्विट कोइन काट्छ एउटा टिकटको, 50% गर्यो भने 1 टिकट काट्छ। आउनुहोस् हेरौँ यहाँ। अब अहिले हामी 50% मैले चाहिँ गरिसकेको छु, एक्टिभेट गरिसकेको छु। अब टिकट काट्नतिर लाग्छौं। यो एक्जाम्पलको लागि यसले चाहिँ स्विट कोइन बचाउनमा धेरै हेल्प गर्छ हामीलाई। यो ड्रहरु अहिले $150 20 जनालाई, त्यसपछि रोब्लोक्सको 100 को 1 जनालाई, $100 1 जनालाई छ। अब यहाँ तपाईहरुलाई सानो जानकारी, जुन 80 इन्ट्री अवेलेबल भनेछ नि, यो पनि स्क्रैच कार्ड गर्दाखेरि परेको टिकट हो। यो त्यो टिकट मैले 80 वटा टिकट चाहिँ 0 कोइन्स काट्छ है त्यसको। त्यो म त्यसैलाई युटिलाइज गर्छु अहिले। र यो जुन इन्ट्री परेको हुन्छ त्यो यही सो गर्छ है। त्यो रिवार्ड भन्ने अप्सन तल देख्नु भएको छ, यो माथि नै सो गरिरहेको हुन्छ। बाँकी चाहिँ भित्र हुन्छ, बाँकी फिचरहरु। यो तपाईहरुको जानकारीको लागि। र अहिले म यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ 1 इन्ट्री बराबर 1 मैले गोलो लागेको छु, किनकि अघि हामीले एक्टिभेट गर्यौं नि, त्यही भएर 1 को 1 आएछ। नभए एउटा इन्ट्री बराबर 2 स्विट कोइन भन्ने अप्सन आउँछ त्यहाँनेर। मसँग 80 इन्ट्री अवेलेबल थियो, सो तल तपाईले एड इन्ट्री फर 0 भनेर आइरहेको छ है। किनभने 80 वटा चाहिँ फ्रीमा आएको मलाई 80 वटा टिकट, सो मैले यो लिदै छु। र मसँग पहिले 70 वटा टिकट छ, यहाँ देखाइरहेको छ यु आर इन विथ 70 टिकट। अब एड इन्ट्री गर्न गइरहेको छु। 80 वटा इन्ट्री अहिले म एड गर्ने छु। र त्यसमा फाइदाको कुरो के हो भन्दाखेरि डबल भन्ने अप्सन आउँछ है। एउटा एड हेर्नुपर्छ, एड हेरे बापत हाम्रो टिकट डबल हुन्छ। यहाँ डबल इन्ट्री भन्ने देखाइरहेको छ। त्यसमा एउटा एड्स आउँछ, एड म देखाउँदिन, त्यसलाई स्किप गर। र एकैचोटी म टिकटको हेर्ने छौं हामी है त। मेरो इन्ट्री डबल भइसकेको छ, 160 भइसकेको छ। अब यहाँ देख्न सक्नुहुन्छ 230। अघि मसँग 70 थियो, 70 र
80 दुने 160 गर्दाखेरि 230वटा टिकट आयो। यो अब माथि देखाएको छ डेट पनि जुन 30 भनेर। जुन 30मा चाहिँ यसको ड्र हुन्छ। ड्र भएको अर्को दिन यसको रिजल्ट हामीले यो एप्सभित्रै हेर्न सकिन्छ र त्यहाँ जसको परेको त्यसको नाम सो गरिरहेको हुन्छ र क्लेम गर्ने तरिकाहरू पनि छ र यो रियल नै हो। हरेक पल्ट चाहिँ कसलाई पर्छ त्यहाँ नाम सो गरिरहेको हुन्छ। परेन भने नेक्स्ट टाइम हामीले ट्राई गरिरहन सक्छौँ किनभने टिकटहरू पनि स्क्रच कार्डहरू तर दिइरहन्छ होइन। सो र हामीले आफै पनि खरिद गर्न सक्छौँ। सो धेरै युजफुल एप्स लाग्यो मलाई। त्यति मात्र नभएर अहिले गेमहरू पनि खेल्न मिल्ने, गेम खेले बापत पनि रिवार्ड अर्न गर्न सकिन्छ स्विट कोइन र अनलाइन सपिङ पनि गर्न सकिन्छ। प्रमोसनहरू आइरहेको हुन्छ। धेरै अनेक फेसिलिटीहरू अहिले चाहिँ यसमा एड गरिरहेको छ स्विट कोइनले। सो तपाईँहरूले पनि इन्ट्रेस्ट लाग्छ भने मैले यसको लिङ्क स्विट कोइनको मेरो लिङ्क मैले डिस्क्रिप्सनमा हालिदिएको छु। तपाईँहरूले त्यो क्लिक गरेर प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ। त्यसको रिफरल कोड त्यो सँगै जान्छ। तपाईँहरूले डाइरेक्ट इमेलबाट तपाईँहरूले डाउनलोड गरेर तपाईँहरू रेजिस्टर गर्न सक्नुहुन्छ र यो सुरुवात गर्न सक्नुहुनेछ र हामी एकअर्कामा जोडिन सक्छौँ। तपाईँहरू मेरो टिममा जोडिन सक्नुहुन्छ र यसरी म तपाईँहरूलाई किप अप टु डेट राख्नेछु। हुन्छ साथीहरू, आजको भिडियोमा यति नै। भिडियो लामो भइरहेको छ। सो अर्को भिडियोमा फेरि पनि नयाँ जानकारी लिएर आउनेछु। आज हामीले हेऱ्यौँ कि कसरी हाम्रो पावर अप्सहरूलाई युज गर्ने। त्यही क्रममा तपाईँहरूलाई अरूहरूलाई पनि एक्टिभेट बटन थिचेर एउटा एड आउँछ। त्यसपछि तपाईँहरूलाई स्क्रच कार्डदेखि लिएर 50% सुपर ड्र 50% सुपर ड्रहरू एक्टिभेट गरेर तपाईँहरूले यसलाई सही ढङ्गले युज गर्न सक्नुहुनेछ। हुन्छ, सबैलाई धन्यवाद। हुन्छ, थ्याङ्क यू सो मच साथीहरू, हेरिदिनु भयो, सँगै रहनुभयो। अर्को भिडियोमा नयाँ जानकारी लिएर आउनेछु। त्यतिन्जेल धन्यवाद, नमस्कार सबैलाई।